हेलो, स्वागत छ तपाईँहरूलाई हाम्रो पहिलो भिडियोमा। जहाँ चाहिँ हामी यस्तो ठाउँको बारेमा कुरा गर्दैछौँ कि जहाँ चाहिँ केही छ त्यहाँ चाहिँ हामी चाहेर पनि जानु हुँदैन, तर बाध्यताले गर्दाखेरि हामीलाई त्यो बाटो हिँड्न पर्छ। जस्तै कि कुनै ठाउँ, कुनै घर जहाँ चाहिँ केही नराम्रो शक्तिहरूले बास गर्दछ। हामी चाहिँ आज यस्तो रहस्यमय बाटोको बारेमा कुरा गर्दैछौँ जुन चाहिँ मलेसियाको टिटिमासा माउन्टेनमा लोकेटेड छ। हामी आज यस्तो बाटो जहाँ चाहिँ हामी एक्लै जाँदा पनि गाडीको झ्याल ढोका सबै बन्द गरेर जान सक्छौँ, किनकि त्यहाँ हामीलाई एक्लै जाँदाखेरि पनि बाटोमा कोही आएर हाम्रो गाडीमा बस्ला भन्ने डरले हामी आज यस्तो हाइवेको बारेमा कुरा गर्न जाँदैछौँ जसको नाम चाहिँ करक हाइवे हो। हामी यस हाइवेको बारेमा कुरा गर्न अगाडि यसको पहिलाको बारेमा केही जानौँ। यो चाहिँ टिटिमासा माउन्टेन हुँदै जान्छ, जुन चाहिँ 60 किलोमिटर जति लामो छ र यो चाहिँ केएलके इस्टको मेजर हाइवे पनि भनेर चिनिन्छ। दिउँसो त यहाँ सबै थोक नर्मलै हुन्छ, तर यहाँ जब साँझ पर्दै जान्छ बिस्तारै हावा पनि चिसो हुन थाल्छ। कुहिरोले ढाकिएको त्यो बाटोमा हामीले हेडलाइट बाल्दा पनि अगाडि के भइरहेको छ त्यो पत्तो पाउन सक्दैन। आकाशले पनि अन्धकारले आफूलाई ढाक्न थाल्छ। यहाँ एउटा ओराङ ट्राइब बस्छन् जुन चाहिँ 8000 वर्षबाट यहाँ बस्ने गर्दछन्। उनीहरूले यो जङ्गल पहाड अझै पनि जिउँदै छ भनेर भन्दछन्। यो पहाडलाई यिनीहरूले हेया भनेर बोलाउने गर्दछन्। हेयाको मतलब आत्मा, स्पिरिटहरू, जुन चाहिँ खोला पहाडको उचाइमा बस्ने गर्दछन् र यिनीहरूले सपनाबाट एकअर्कालाई मान्छेहरूलाई सन्देश दिने गर्दछन्। यहाँ अर्को किसिमको स्पिरिट आत्माहरू पनि बस्ने गर्दछन्। यसलाई चाहिँ यिनीहरूले पानागो भन्दछन्। यिनीहरू चाहिँ गुफा, माउन्टेन, फरेस्टहरूको चाहिँ गार्डनर भनेर भन्दछन्। यिनीहरूले चाहिँ यो सबलाई सुरक्षित राख्ने काम गर्दछन्। 1973 मा गभर्मेन्टले पुरै यो जङ्गलहरूलाई तहस नहस पारेर एउटा बाटो बनाउने प्रोजेक्ट बनाएका थिए, तर त्यहाँ आफै गाडीहरूको मेसिनहरू आफै बिग्रिन थाले। काम गर्ने मान्छेहरूले पनि काम गर्न चाहँदैनथे त्यहाँको वातावरण देखेर। यहाँ देख्नै अनुभवै नगर्न सक्ने छलहरू हुन थाले। त्यही पनि गभर्मेन्टहरूले जबरजस्ती गरी यो करक हाइवेलाई रेडी बनाए। 28 फेब्रुअरी 1990 यो ठाउँ एकदम रहस्यमयमा एकदम फेमस भएको थियो। यहाँ एउटा टनेल छ जहाँ चाहिँ एउटा पुरै प्यासेन्जरले भरिएको गाडी जाँदै थियो ओह्रालोमा। गाडीको ब्रेक हान्दा स्लो गर्दा खोज्दाखेरि ब्रेक हान्दा ब्रेक लागिरहेको थिएन। जति प्रयास गरे पनि ब्रेक नलागेपछि ड्राइभरले थाहा पाए कि गाडीको ब्रेक फेल भयो भनेर। दुईटा गाडीलाई हानेर एउटा ट्रकलाई हानेपछि अगाडि भएको एउटा ट्रकमा 11 जना आर्मी थियो। त्यो बसमा ठक्कर पुग्न गएपछि
पछाडिबाट दुईटा ट्रकले बसलाई पनि ठक्कर दिन पुगे। त्यो ठक्करमा पछाडिबाट अर्को ट्रकले हानेर 3वटा ट्रक, 6वटा कार र एउटा बस क्र्यास भएको यो मलेसियाको सबैभन्दा वर्स्ट एक्सिडेन्ट भनेर अहिलेसम्म भनिन्छ। अब सुरु गरौँ यहाँको कथाहरू। पुरै हुस्सुमा हिँडिरहेको, अन्धकारमा हिँडिरहेको बेला एउटा भोक्सवागन, पहेँलो कलरको भोक्सवागन गाडी अगाडिबाट आउँछ। अचानक हजुरले ओभरटेक गर्न खोज्दै पनि यसले कहिले साइड दिँदैन। जब हजुरहरूले ओभरटेक गरेर अगाडि जानुहुन्छ, धेरै पर गएर हेर्दाखेरि पनि त्यो गाडी हजुरको अगाडि नै आइपुगेको हुन्छ। हजुरले त्यो गाडीलाई को ड्राइभरलाई हेर्न खोज्दाखेरि त्यो ड्राइभरमा कोही बसेको हुँदैन। कोही देख्नुभयो पनि नि त्यसको अनुहार कस्तो हो चिन्न सक्नु हुँदैन। त्यस्तो भइरहेको बेलामा हजुरलाई ओभरटेक गर्नुभयो भने एउटा लुपमा फस्नुहुन्छ। हजुर जिन्दगीभर त्यही गाडीलाई पछाउँदै अगाडि जाँदै, पिछाउँदै अगाडि जाँदै भनेर भन्दछन् यहाँको मान्छेहरूले। हजुरहरू कि त हजुरहरूको त्यसले एक्सिडेन्टै गराउँछ कि त पागलै बनाउँछ भनेर भन्नेछन् यहाँको मान्छेहरूले। Thank you. This is our first video. I hope you will like our video and say how can we improve. अनि हजुरहरूलाई म यहाँ मेरो इन्स्टाग्रामको पनि हालिदिन्छु। हजुरहरूले यहाँ मलाई स्टोरीहरू सेन्ड गर्न सक्नुहुन्छ। प्लिज, थ्याङ्क यू। लाइक, सेयर एन्ड सब्सक्राइब।